साथीहरु स्वागत छ मेरो भिडियोमा। म चाहिँ आज मम्मी धनिया खालिरहनु भएको छ, म धनिया खान आइरहेको छु है। मम्मी खाना खान जानु। मम्मी चाहिँ खाना खान जानु भयो। अब धनिया खाने म चाहिँ आज एक्लै छु। बहिनी मम्मी एकछिनमा आउनुहुन्छ। बुढाहरू पछि लाग्छन् भनेर म चाहिँ अघिबाटै आएको कि पाठी भएर। टन्नै छ है धनिया, टन्नै छ। हजुरहरूले चाहिँ जानु भन्नु है। ए 10-12 किलो 50 किलो जति त्यसै पठाइदिन्छु म। पानी धेरै परेर यसपालि चाहिँ धनियामा नि झार धेरै छ है। धनिया बढी छैन त, झार चाहिँ टन्नै छ कि यहाँ। झारले जितिहाल्यो कि धनियालाई नि। भागेर आएको आइसकेछ काली त। तिमी हिँडेर आएको कालु। मेरो बहिनी नि आइसक्यो, उखाल्न आइसकी। किन कराएको मम्मी? खन साह्रो भएर खनेको हो कि। अब त्यसै तान्यो भने त जरा चुडिन्छ, अनि जरा चुड्यो भने त वेट आउँदैन, अनि फेरि ओइलाउँछ पनि चाँडै। त्यही भएर खनेर अनि उ गरेको हो, जिलाको काम छ। एकछिन यसो बस्नु त पर्यो। कोही त सुति पनि सकेछन् बारीमै। प्यान्टु मेरो बहिनी, मेरो काउली किन कराउँछ यो? धनिया कुर्ने गाईहरू धनिया बारीमा बसेर कराउनुलाई छ नि। केही देख्नुभयो त्यहाँ? के देख्नु भएन? मान्छे आएर चाहिँ त्यही भएर कराएको। केलाउँदैछु धनिया, केलाउँदैछु। कति झ्याउ लाग्छ नि। यो घाँस निकाल्नुपर्छ त्यस्तै। एकवटा गाई समाता त्यस्तै। त्यहीमा त्यसको बास्नाले टाउको दुख्छ है। अहिले बस त अचार हाला कस्तो मन पर्थ्यो। धनिया बारीमा आएदेखि, धनिया केलाएदेखि त अचार हाला पनि मन पर्दैन। अब 4-5 दिन अगाडि मैले पनि धनिया खोज्दै हिँडेँ साथीहरूकोमा। अहिले चाहिँ छ्या दिक्क लाग्दैन। नमुना घरमै भएपछि नमुनाको दोस्रो पाठ मेरो बहिनी टुडुङ टुङ गर्दै आउँछ, कहिले पुडुङ पुडुङ गर्छ भ्यान्टी। आएपछि चाहिँ बोला बसे काम गर्दा नाच्नुपर्छ, गीत गाउनुपर्छ, बोलाइ गर्नुपर्छ। देखाइ नदेखा गर्दा पनि फरकै पर्दैन यसलाई। मलाई झ्याउ लगाइरह भने टाउको दिएर काम त्यस्तै। सुत्न पाएँ स्वर्गै पुग्छु भने जस्तो भइरहेछ भने टाउको दुखे धेरै। ल हेर्नुहोस् धनिया कति राम्रो छ, माया लाग्दो छ है। देख्दै खाउँ लाग्दो छ। यतिको धनिया त कति छ। अहिले चाहिँ मनपर्नै छोड्यो मलाई धनिया। फेरि धनिया सकेपछि चाहिँ मनपर्छ। हेर्नुहोस् कति राम्रो छ, चट्ट परेको मिलेको। के गर्नु काम भएर फ्यान्टा खाएको हामीले। हाम्रो चट्टीकला मेरो काम हो। तिमीहरूलाई मेरो दिनै राख्छु। ए बाबा नि त हामी दुईजना काली पनि गयो कि काम छैन। दुइटै काली ठुटीहरूको। ए कलौटी काम भएको बेहुली बन्यो। काम छैन भने ए भुत्ली काम छैन। 70 रुपियाँ भेटिएछ यसपालि। 50 र 20 मा बेचे बिर्सियो। अस्ति न बेच्नु त 30 मा 20 मा बेचेछ। अनि यसपालि त भाउ पर्यो त नाचे हुन्छ अब। यसपालि हैन, अस्तिबाट बढ्यो कि। अच्छा, अस्तिसम्म 20 थियो रे। हामी चाहिँ भाग्यमान रहेछौँ। ल हामी चाहिँ धेरै भाग्यमान रहेछौँ। यत्रो धनिया बेचेर त के गर्ने हो र? छोरीको बिहे गर्छौँ भने कस्तो लाग्यो त? बिहे गर्ने खर्च उठ्दै उठ्दैन मेरो धनियाले। उठ्छ टन्नै उठ्छ नि। अझ 3-4 छोरीको बिहे गर्ने खर्च उठ्छ। दुईटा छोरीको त बिहे गर्नुपर्छ। एउटा उहाँ छ 70 रुपियाँ बन्दाको के रे, बन्दा के रे धनियाको भाउ होइन। तर मैले चाहिँ मान्छे 60 रुपियाँ मागेको छु। तर म दिनेवाला छैन नि। खतम। ल हजुरहरूलाई पनि चाहिन्छ धेरै भनी त्यति खाने धनिया टन्नै छ। भला बनाएर बसे पिट्दिन मम्मी, गाला फुट्ने गरेर राख्दिनु न। लाग्ने भए चाहिँ हेर्नु त होइन र कसले हेर्छ। ए हो र। अनि धेरै धेरै धन्यवाद छ हाम्रो क्यामेराम्यानलाई नि। रेडमी मोबाइल बोकेर क्यामेरा गर्दै हुनुहुन्छ। त्यो पनि सिस्नुले पर्यो भने बाउको बे देख्छु मैले। चत्तै सिनाले चत्तै ओ भाइ पुकु मेरो भाइ
बहिनी दिदी मेरो बहिनी मम्मी मेरो बहिनी मम्मी मेरो भाइ म अलि टाढो बस्छु झटार नहान्नु मम्मी मेरो भाइ म खेलेर बसेँ अरे ला मलाई त बिचरा म हरियो धनिया अर्ग्यानिक धनिया अनि क्यामेराम्यान बन्न कम गाह्रो हो सिस्नुले पोल्छ यार ल यहाँ मैले त्यसलाई छु धनौरी केलाउन आऊ छिटो धनौरीले फेरि ल हेर्न त है कति राम्रो छ है यो धनौरी कति राम्रो छ पहेँलो पात निकाल्नु पर्यो परेको छ चट्ट परे बान्नु पर्यो एकजना जे पनि यसमा चाहिँ के धनिया खारिस राम्रो धनिया छैन कत्रो कत्रो हुन्छ धनिया चट्ट परेको छ हाम्रो धनिया मजेस्टी कस्तो धनिया बनाएको छ टाउको दुख्ने हामी धेरै हुन्ला टाउको दुख्ने नहुन्ला यो बाख्ना कति मिठो लाग्छ र म त मन पर्दैन है धनिया मिठो चाहिँ लाग्छ है मलाई पनि दुख्छ है टाउको त धनिया उ गरे टाउकोमा दुख्छ बमिट आउँछ हौ राम्रो धनिया छ हाम्रो गरेर बसिरहेको छु हावा चल्दा पनि क्या दामी हुन्थ्यो ए काली के भयो तँलाई कालु हात ल्याऊ काली भुराहरू मेरो उठा कालु यसको यो गिजा कस्तो दामी लाग्छ मलाई काठमाडौँ आएदेखि भने जस्तै धनिया बारीमा आएदेखि त याद गरेर बच्चे मेरो काली हाँसेको हेर्न अनि उठ्नु पर्यो नि त बारी काम कसले गर्छ यहाँ उठ्नु पर्दैन लठापत्री काम छ ए उठ्न हो उठ हे तेरी उठ न उठ न कालु उठ न उठ हो साबास देखिस् भाइ मोरो बारीको के अरे बुहारीको दुनियाँ छुट्टै छ अब यी दुइटा अब जुत्न थाले को हो तिमी चिन्दिन नि म यी सबै निक्लिरह आउन सक्नुहुनेछ है हामी यति चाहिँ 5 रुपियाँमा त्यत्रो धेरै यति धेरै 5 रुपियाँमा यी 5 रुपियाँमा यति आउँछ आउँदैन 5 रुपियाँमा यी 10 रुपियाँमा यति मैले किनेको छु काठमाडौँ बस्दा ए ल के ल ल म सन्चै छु के चाहिँ हो म फेरि पनि गाउँको भ्लग लिएर आउनेछु पि नगर्नु होला गाउँमा के हुन्छ खेतीपाती कस्तो हुन्छ हजुरहरूलाई भन्नेछु बाई साथीहरू